त्यो माग्नुमा आएन मासु भन्नु आगोकै छेउमा छु असर परेको छ नि अब छोड्नु है हात ल दिन उता भात हालेर छ अहिले दामी के खाने बेला बाह्र हो ल त्यसलाई खाइरहेको उसले ग्रेभी ज्यादा उयो भएको मासु हाल्नु नि प्रितमले ग्रेभी राख्नु भन्दै थिएछ कि अझै मैले सुकाइसकेको ठिकै भएछ यसो भन्दा गर्दा तर के भन्छ तर पनि भात चाहिँ सेलै हाल्नुपर्छ बुझ्नु इन्जेक्सन पठाएको घिसिनु नमानेर फेरि रिट्रिप पो गरौँ भनेर मजा आएन बस्नु भएको हुन्छ एक दिन होल्ड गरिदिउँ हौ के खान्छ मकै भुत्ताहरू छ न बस्नु भने के याद आउँछ बेटी भन्ने कुरा दुईवटा रहेछ त त्यसले मेरो दुईजना बस्नु एक जना एक मेरो भनौँ है कमायो हुन्छ भोलि दिइहाल्नु भन ल बिहान त राम्रो जान्छ है सब्जी हालिहाल्यो बिरा पनि हालिदिउँ होइन खानु तपाईँ अहिले हाल्छ हामीले पचासको लेमन त अलिकति लिनु नि त कति बजी त्यही भयो पटक्कै भयो कुकुरलाई अलिकति उयो राख्नु चामल चाहिँ पकाइदिँदा हुन्छ पुग्छ हामी खाउँ कि कुकुरलाई सधैँ उमालेर दिउँ न अहिले हामी बेसी आँखा बढाइसक्ने कराउनु चुली थियो कि थिएन प्रितम भनेर खाना त्यहाँनिर डल्लै लाग्यो नि खाना बिग्रिनु पाएको थिएन नि कसको टिम हो तिमी तर बोल्नेको भोट सही कुरामा चाहिँ टिमको कुरा हुँदैन नि त ए डल्लै आइन्छ नि बुझे खाने चिकन पनि हालौ प्रितम मामु हालेको तपाईँले हालेको मैले दुईजना भात मिठो भएर त साइन बितिसक्यो खोर्सानी नु खुर्सानी मैजु भन्दैछ मलाई मिठो पुग्दैछ त मलाई त त्यसै चामल सकाउँ डल्लै पकाउँ भनेको होइन नि अहिले
कराइसक्दैछु ल म चुली बनाएर क्या भर्काउँदा यस्तो भएको थियो ल त्यही त पकाउँदै नभनेको होइन दुध चाहिँ धर है अलिक चामल छ नि बसाउन उयो बिफ पोइ छ नि लिएले पर्किने बिफ छ थिएन कहाँबाट आयो भने सब्जी त नि मिठोले खायो चिकन लेमन खाने भाइ ल त्यही हो खाइदिनुहोस् आउनु थाहा पनि खाइकन दिन जान्छ लेमन चाहिँ बिर्सेर नि अब घरमै किन होइन? लेमन बिर्सेर अब पानी त क्या चिसो रहेछ दुई दिन त खानु उयो गोर्खे चट्नी पनि देऊ न हौ केटाहरूलाई खान्छ दुई दिन त चाहिएको थिएछ है भात मिठो भएर विश्वास भइगयो त घरमै पकाउँदा होला खाना खाना सकि गएर पिकनिकै सकि गयो त खाना खाना आज हिजो चाहिँ पोलेङमा चाहिँ ट्याक्कै भएको थियो नि त प्युर बेचेर चाहिँ गएको पनि भएन अरे चिया खाएको पनि विश्वास भएन उनीहरूलाई चिया चाहिँ दिनुभएको थियो यिनीहरूले बा त्यही भाँडामा पकाएको भनेर सोच्यो होला दुई ट्रिप पो खाँदै थियो है गएको भन्नु पनि आएन है तिमी यस्तै भन्दा भन्छ नि उनीहरूको मुखमा मासु पनि लाग्थ्यो है पुरा मुस्कुरा जस्तो छ खाने मान्छे शिवले यस्तो टेढे हेर्न थाल्यो कि किन मुस्कुराइरहेको थिएछ र के भयो भनेर खानु पाउँदा झन् खुसी हुन्छ पूजालाई चाहिँ मैले उहाँले लाटी लाटी कन्यामाको काममा पूजा हामी ड्युटी गर्दै त पूजा पनि भेला पूजा ड्युटी गर्थ्यो नि हामी पूजा बजारमा चाहिँ हामी चाहिँ ड्युटी गरेर गएको मैले आऊ न को बुझाउ जाउँदैन त छोरी ए सिराउनु सबै लाटे लाटे यसो काजुतिर खानु पाउँदा पुरा खुसी हुन्छ बुझ्नु रिङ्गु भनेको खै खानाको टेस्ट कस्तो थियो कसले एप्रिसिएट गरेन र भाइ दामी के गरेर बोल्नुहोस् न बढिया हो खाना त है खाना दामी तर कुकले जे भने मैले टक 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 पुऱ्याइदिएर नि चामल धोइदेऊ बुढीलाई है के गर्ने बुबु पनि उभिरहेको थियो नि उभिरहेको थियो नि पन्यौ धोइरहले धोइदिनु पर्ने भाँडा धुँदै तुतु होइन दुई दिन कसरी दुईजना हेर्छु है केटाहरूले रुचाउँछ तर कुकुरलाई चाहिँ एउटा यता लगाइदिइरहेको छ ग्रेभीमा हौ त्यो होइन उता लाग्यो यो दिएँ कि कुकुरलाई हौ त्यो ग्रेभीसँग राख्थ्यो उता दियो खै कुकुरलाई मासु खाऊ अरे हौ खाउ दुईजना मेरो खाऊ भन्ने भन्छस् खान्छु कि तर अब पानी लाग्यो यस्तो दामी अट्दैन नि त त्यही भएर बच्छ पेटको जग्गाको बच्छ
हजुर राम्रो नै खाएको कुता कहाँ छ अरे पर जाँदैछ कति दुईजना खाएको आइज भन्नु न आज के दिनलाई समोसा खाएको होइन कि त्यो दिनलाई आइडिया बनायो नि बुझ्दैन हुँदैन बुझ्दैन एकदम बुझेर हालिसक्यो के अरे भन नि र यो चाहिँ कुकुरलाई राखिदिएको थिएँ कि यसले यो खानुलाई समोसा खायो भने कुकुर उतै गयो आइडिया लाग्यो मलाई चाहिँ साह्रै विश्वास पनि घोसले फ्याँकेर चाहिँ राई ल्याएको चलाउनु पर्दा घोसले थोगरेर यति बेलासम्म चाहिँ म यसको चाहिँ 3 लाएर उठिसकेँ कि बुटो छ ढिलो भयो एक्सक्युज मी म त बुझेँ बाबुरी चल 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 ला कतै जान्थ्यो पर गर्जा भन्दा फर्केन थिम लाग्यो जस्तो पनि लाग्यो दुईजनासँग अब म पकाइदिउँ होला हौ ब्रेड चाहिँ खाएको छैन के किन पकाइदिनु मासु हड्डी दिउँ बुझ्यो होला त्यो है आफ्नो पेट लगाएर चाहिँ कुकुर राख्ने प्लान गरेको ए ऊ पर्दैछ त आइज न आजा एकदम अलिकति उयसमा छ चामल पानी लगाएर बसाइदेऊ न अब घोसले यति खान्छ मासु न यतिले हुँदैन हौ हुनु त पर्छ त हिजो कति साह्रो मजाले खुवाएर लैजाउँ हड्डी चाहिँ अलग्गै दिँदै गरौँ त यता हड्डी मिरा कहाँ छ यो मान्छ हड्डी